अब न्यू ब्लगमा फेरि वेलकम छ तपाईँहरूलाई। हामी चाहिँ यहाँ अब बर्थडे अब आफ्नै साथीको बर्थडेमा आएको थियो कि त्यसले गर्दा अब न्यू ब्लग बनाउँदैछु होइन। अब बर्थडे त देखाउन सकेन, अब त भात टन्ना खाएर आएको छु। अब तपाईँहरूलाई यहाँको देखाउँछु जग्गा कस्तो कस्तो छ, आउनुहोस्। भात खाएर हिँड्नु त मजा आउँछ प्रतिदिन होइन। त्यहाँदेखि यहाँ छेउमा एउटा फुटसल ग्राउन्ड छ, तपाईँलाई थाहा छ होला फुटसल ग्राउन्ड भन्ने, फुटबल खेल्ने ग्राउन्ड होइन। हेर्नुहोस् यहाँ मान्छेहरू वक पनि हिँड्दैछ। हाम्रो यहाँ चाहिँ मर्सी इन्ट्रोड्युस गर्दै नाम के हो? My name is Marcy and I am playing football. Ambo, bispai mo basta do bumbay mo basta. Ambo. यहाँको जग्गाहरू भात खाएर टन्न भयो? भात खाँदैन अब बुढी एकदम के अब सब्जी के खायो? तोडिदिएको साँच्ची नै भात तोड्दैन? मैले त किडन्यापर भन्छ। अब म फुटसल ग्राउन्डतिर जान्छु, तपाईँले फुटसल ग्राउन्ड कस्तो देखाउँछु तर लाइट बन्द गर्छ फुटसल ग्राउन्डको होइन। अलिक लेट भइसक्यो किनभने टाइम भइसक्यो निकै। हाम्रो सिस क्यामेरा पनि हेर्दैछ के गर्छु। फुटसल बन्द गरेर जान्छु। हेर्नुहोस् यहाँ यहाँ चाहिँ के छ भन्दाखेरि पुलिसको डर छ कि यहाँ। तर किन पुलिसको डर केटा हो? केही त गरेको छैन हामीले होइन। यो भाइ चाहिँ खालि पुलिसको डर छ है भाइ चाहिँ, खालि पुलिस पुलिस के भन्नु अरू होइन। यस्तो लिएर हिँड्दैछ नि त यो लो कि यो चाहिँ के को लागि हो भनिदियो त यता। यत्रो भाइ हेर त हाइट हेर न, हाइट बस 3 फुट कि त्यो मर्जा आउँछ नि के 3 फुट, तर जिगर चाहिँ एकदम खतरा छ नि। अब हाल्नु खोज्यो त भाइ चाहिँ बर्थडे खाएको चाहिँ यो बिल्डिङमै यहाँबाट यस्तो चाहिँ हामी घुमेर आएको। भात टन्न भयो भुँडीमा चाहिँ। त्यहाँ चाहिँ अब फुटसेल के गर्नु आफ्नै फुटसेल होइन। त्यस्तो कसले भन्छ अब। वकमा तपाईँहरू पनि हिँड्नुहुन्छ होला होइन वकतिर राति हो नि। अब त्यहाँदेखि हामी सन्डे छैन, सन्डे नभए सटरडे छैन फुटसेल खेल्नु जाँदैछु कि त्यसको पनि अब तपाईँहरूलाई कस्तो छ फुटसेल ग्राउन्ड कस्तो हुन्छ कस्तो खेल्छ सबै डिटेलमा भन्छ हामीहरू। ल लुगाडो यहाँ चाहिँ यहाँ आमा सबै यहाँ के खाने है? आमा कुनै BBQ के हो लो यसको फुल फर्म के हो थाहा छ? थाहा छैन होइन। के फर्केर भन्दैछ? बस कस फर्स्ट त म भन्नु मलाई पनि थाहा छैन हौ। अझै फुटसेलको क्यान्टिन है, फुटसेलको क्यान्टिन। यसको फुटसेलको नाम चाहिँ के पो छ? सिटी फुटसेल। यहाँ सिटी फुटसेल राबदिलिङ गेलिफुमा यो चाहिँ। यहाँ फुटसेल ग्राउन्ड त बन्द गर्छ। अब तपाईँले देखाउँ भनेको एकछिन अब फ्ल्यास लाइट अन गरेर देखाइदिउँ होइन। यस्तो बल पनि भित्रै छ होइन खेल्नु भन्दाखेरि। सटरडे हामी चाहिँ लोटस फुटसेलको देखाउँछु ल। गर्लफ्रेन्डको मेसेज आयो के भन्छ गर्लफ्रेन्डको होइन हौ। खोइ गर्लफ्रेन्ड को हेरिदिनुपर्छ। अनमोल राई माई गर्लफ्रेन्ड माई बेबी। भाइहरू पनि गर्लफ्रेन्ड बनाउँछ नि के भन्नु अरू। अब फुटसेल भनेपछि चाहिँ अब लाइट बन्द गरेछ भर्खर गएको मान्छेहरू। NRPE भात खाएर हिँड्नु कस्तो हुन्छ? मजा आउँछ?
गर्लफ्रेन्ड के ब्रेकअप हाने क्या ब्रेकअप हान्नु आँटेको थियो फर्केर भनिदिएको अहिले ब्रेकअप हाने भने त पाउँदैन चान्स चान्समा डान्स हाल्यो भने गयो काम सक्यो काम सक्यो उयो भनेपछि उयो चाहिँ क्यान्टिन हो होइन Shut up. सोनाम यहाँ निकेर फर्क्यौँ होइन होइन ओए यहाँ भन्नुपर्छ नि बाटोमा कहाँ भन्ने होइन आमाबाट फर्किन्छ बेसी लामो हिँड्नु नि अब बर्थडे अब भातसात खाइसक्यो जान्छ होला बेसी बनाऊँ भन्दा अब सटरडे चाहिँ हुन्छ किनभने सटरडे हाम्रो स्कुल फ्री हो कि त्यसले गर्दाखेरि हुन्छ होइन लु सन्डेदेखि खोला गएको नि बनाउने होइन खोला गएको सबै ब्लग बनाउने होइन लु मर्सी लुगास अब यतिमै सकेन अब यहाँ फुटसेल देख्नु भयो होला यहाँको अब सिनहरू खुसी सबै देख्नु भयो होला अब हामी ब्लग यतिमै राख्नेछौँ होइन त्यहाँदेखि अब तपाईँहरूलाई मन परेछ भने जस्ट अब भर्खर भिडियो बनाएको जस्ट लाइक एन्ड सब्सक्राइब चाहिँ गरिदिनु न फर्स्ट टाइम भिडियो भएर होइन फर्स्ट टाइम भिडियो जस्ट लाइक एन्ड सब्सक्राइब सेयर गरिदिनुहोस् किनभने अब अझै तपाईँ लाइक एन्ड सब्सक्राइब गर्छ हाम्रो होप हुन्छ अब भिडियोहरू नयाँ नयाँ लगाउने क्रिएटिभिटिजहरू गर्ने होइन लाइक एन्ड सब्सक्राइब गरेर क्लिक गर्नु अब हामी नयाँ नयाँ भिडियो गर्नु मनपर्छ होइन जस्ट लाइक एन्ड सब्सक्राइब चाहिँ गरिदिनु त्यहाँदेखि अब हामी अर्को गर्नु छ ल गाइस गुड नाइट everyone